आज फेरि सुतेर उठेको त म त हेर्छु त मेरो रुममा त कामै काम रहेछ त यार भन्दै सोच्दै थिएँ कि फेरि हेर्छु त रुमको हालत पनि त्यस्तै भएरै छ। अनि टक्क फेरि बाहिर पनि अँध्यारो रहेछ, अँध्यारो हुन लागेको रहेछ। अनि त्यही हो केटा हो भन्दै फेरि यता हेर्छु त मेरो भाँडा माझ्दा पनि बाँकी नै रहेछ। मेरो त कामै काम छ यार, जिन्दगी त मेरो तनावमा छ केटा हो। एन्ड मेरो सुरुको उद्देश्य भाँडा माझ्नु रहेछ। अनि टक्क म चाहिँ सयको स्पिडमा भाँडा धोइरहेको थिएँ कि अनि फेरि मैले दिएको भाँडामा त मेरो अनुहार देखिनुपर्छ भन्दै टक्क भाँडा चाहिँ टल्काइदिरहेको अनि टल्काउँदा यति टल्काएँ कि फेरि मेरो त अनुहार देखिन्छ कि भनेको किन केटा हो होइन। अब नेक्स्ट टाइम ट्राई गर्छु भनेर फेरि अब सोच्दै टक्क मेरो भाँडा माझ्ने काम पनि सक्यो। अनि मैले चाहिँ पहिलो काम भ्याएर टक्क अनि दोस्रो काममा चाहिँ मैले पसलमा गएर 2टा गजको पिरो एउटा ब्ल्याक म्याजिक बिस्कुट ल्याएँ। अनि टक्क ब्ल्याक म्याजिक बिस्कुट चाहिँ ट्राई हानिहाल्नुपर्छ भन्दै टक्क आफ्नो मुखमा गुम गुम खाएँ। अनि टक्क मिठो रहेछ केटा। अनि त्यही हो, अब चाहिँ मैले चाउचाउ बनाउनुतिर लाग्नुपर्ने। अनि म चाउचाउ बजारले एकछिन पढ्न लागेको त फेरि खै के हो चक्कर आएको आइ मात्र हुन्छ। मलाई मात्र यो हजुरलाई पनि यसो भन्नु होला त कमेन्टमा। अनि टक्क मलाई चाहिँ त्यहाँ चक्कर आएर म अनि फेरि हेर्छु त मेरो चाउचाउ त भइसकेको रहेछ। अनि टक्क मेरो चाउचाउले चाहिँ उप्पाल हानिरहेको थियो कि अनि टक्क अब चाहिँ त्यसलाई मैले गर्नुपर्ने हुन्छ रेडी। अनि फाइनली मेरो चाउचाउ बनेर रेडी भइसक्यो। अब चाहिँ मैले यसलाई गर्नुपर्ने हुन्छ टेस्ट भन्दै टक्क चम्चा खोजेको पाइँदै नपाइदिएको फेरि म चाहिँ के चम्चा भन्दै हातले रान्दै केटा हो। त्यही हो, मिठो रहेछ जे होस्। मिठो सँगसँगै पिरो पनि अति नै रहेछ केटा हो। र आज ब्लग यति नै, गुड नाइट।